वेलकम ब्याक माई न्यू भ्लग। सबैलाई वेलकम छ। आज चाहिँ म बुटोलमा छु, बुटोलबाट जाँदैछु लुम्बिनी घुम्न। सबैले आजको जर्नी, आजको यात्रा कस्तो हुन्छ राम्रोसँग हेर्नु होला। सो म आज चाहिँ धेरै चिज देखाउने प्रयास गर्नेछु, सबै कुरा देखाउने प्रयास गर्नेछु। के हुन्छ आज हाम्रो यात्रा कस्तो हुन्छ, हामी मन्दिरभित्र घुस्न पाउँछ कि पाउँदैन, लाइन लाग्नुपर्छ अरे, अनि धेरै टर्म्स एन्ड कन्डिसनहरू छन्, ती हामी पुरा गर्छौँ कि गर्दैनौँ। सबैले लास्टसम्म हेर्नु होला, भ्लग एकदम इन्ट्रेस्टिङ हुनेवाला छ है त। अनि फुपू चाहिँ बाहिर बस्नु भएको छ। म अब रेडी भइसकेँ, पुसाइभित्र हुनुहुन्छ। एकछिनमा हामी निस्किन्छौँ। ओ त्यसमा जाने हामी चाहिँ। कस्तो लाग्दैछ फुपू? कस्तो फिल भइरहेछ म आएर यहाँ? म घुम्न थाल्यो नि के फिल हुनु तिमीहरूलाई होला। फुपूलाई लिन लाएको छैनौँ आज चाहिँ हामी, एक्लै जाने। फुपू नेक्स्ट टाइम जानु है। ल जाऊ ल राम्रोसँग घुमेर आऊ। ओके, यो चाहिँ यहाँको नजारा। अनि यो चाहिँ हामी यता बस्ने, यता यो। अनि पानी चाहिँ परिरहेछ, जिस्काउने टाइपको पानी यस्तो। आज वेदर कन्डिसन पनि जोस् राम्रै छ। फाइनली हामी दुईजना निस्किसकेका छौँ घरबाट। उसलाई कस्तो फिल भइरहेछ? ल के हुन्छ आज चाहिँ हेरौँ है त। फाइनली हामी लुम्बिनीको गेट, बाहिरको गेटमा पुगिसकेका छौँ। 5 मिनटमा भित्र छिरिन्छ। अब यता यसो नास्ता खाम भनेको। यहाँ त पसलहरूमा पनि यस्तो बुद्धजीको फोटो लगाएको हुँदो रहेछ। गौतम बुद्ध जन्मेको ठाउँ है त, बस्नुहोस् देखाउँछु। अनि पुसाइ चाहिँ यता फुल पावरमा हुनुहुन्छ। यो पुसाइको लुक्स। फाइनली हाम्रो नास्ता हुँदैछ, स्प्राइट टपको। एकछिनमा हामी भित्र जान्छौँ। नास्ता खाएर निस्किसकेका छौँ। अबको केही छिनभित्र हामी लुम्बिनीभित्र हुनेछौँ। हामी पहिलो मन्दिरमा रोकिसकेका छौँ। हेरौँ, यो मन्दिरभित्र प्रवेश गरियो। यस्तो छ यहाँको माहौल, मेन ठाउँ यस्तो छ यहाँको। ओहो, यो हाम्रो लुम्बिनीको फर्स्ट मूर्ति। लेखनको चाहिँ एकदम हेर्न सकिन्छ। बाहिरबाट चाहिँ बबाल छ। यो मन्दिरको भ्यू चाहिँ यहाँबाट यस्तो छ। मेरो खुट्टामा चाहिँ तातो भयो। पुसाइ जाम। अब हामी चाहिँ अर्को मन्दिरमा जाँदैछौँ। सो यहाँ चाहिँ यस्तो छ। म चाहिँ खाली खुट्टा छु, त्यो भएर तात्यो क्या एकदम। टाइल्सहरू एकदम तातो छ। अब हामी चाहिँ यो मन्दिरबाट जाँदैछौँ अब अर्को मन्दिरमा। लास्टसम्म बस्नु होला। गौतम बुद्ध जन्मेको अनि हिँडेको सबै ठाउँ देखाउनेवाला छु म है त। यहाँ टुरिस्टहरूको पनि अति धेरै छ। अनि हाम्रो चाहिँ टिभीएस
यता छ। त यहाँबाट निस्केर अब अन्तको अर्को मन्दिरमा जाँदैछौँ। यहाँको यस्तो टोटल मन्दिरहरू अनगिन्ती छन् जसलाई पुरा भ्रमण गर्नको लागि 2 दिनभन्दा बढीको समय लाग्दो रहेछ। सो आज हामी आजको दिन मात्रै छौँ, कति घुम्न सक्छौँ ट्राई गर्छौँ, त्यही त हो। अब यहाँबाट हामी अर्को मन्दिर जाँदै फेरि गाडी यहाँ पार्क भइसकेको छ। फेरि हामी जाँदैछौँ अब यो साइडतिरको मन्दिरहरूमा। यस्तो छ यहाँ नाउ साउथ स्ट्रिटहरू, यहाँको नक्सा पज गरेर हेर्न सकिन्छ। यस्तो छ पर्यटन विकास प्रसिद्ध। तर जे भयो नि गर्मी चाहिँ अति छ। दीप यो हो न जलिराख्ने जलि कहिले ननिभ्ने। यसमा के हाल्यो होला यार अटोमेटिक न। यो दीप छ 24 घन्टा 24 महिना जलिराख्ने दीप। लुम्बिनीको यो ठाउँमा चाहिँ आउनु नपर्छ मलाई। फेरि खुल्ला आकाशमा होइन। यो बुद्धको चाहिँ बाला बनको फोटो। पेट त सानैमा आएर रहेछ बुद्धको। हेर्न सकिन्छ लुम्बिनी नेपाल लेखेको छ। त्यो यहाँभित्र नदी होइन, यो बिचमा नदी, वरिपरि नदी, बिचमा पुल जस्तो। टिकट लिएर आइसकेको छौँ हामी। अब जाँदैछौँ भगवान् जन्मेको र गौतम बुद्ध जन्मेको र हिँडेको ठाउँमा है त। यहाँ जन्म भएको थियो शान्तिको प्रतीक गौतम बुद्ध। अब इन्डियनहरूले हाम्रो देशमा जन्मे भन्छन्। यो हाम्रो जस्तो चप्पल राख्यो, अब खाली खुट्टा जानुपर्ने हुन्छ। कसै पनि खाली खुट्टा बस्नु भयो। अब त एकचोटि धेरै तात्तिने हो यहाँ खाली खुट्टा। ओहो हो खुट्टा भिजाम है त्यहाँ तिनीहरू त्यही भएर क्या भिजाएको। त्यो चाहिँ यहाँ चेकिङ छ। फाइनली लुम्बिनी पुग्यो है त। जहाँ जन्मिनु भएको थियो त्यहाँ पुग्यो। गौतम बुद्ध जन्मेको ठाउँ यही हो है त। अब चाहिँ हामी जाँदैछौँ दर्शन गर्न भित्र के कस्तो छ। यो चाहिँ एरिया हो। बस पुसाइले आज एउटा सपना पुरा गरिदिनु भयो। लुम्बिनी घुम्ने एकदम ठुलो धोको थियो, फाइनली पुरा भयो। अहिले छौँ हामी यहाँ। यो चाहिँ हाम्रो भगवान् बुद्ध भगवान् जन्मिँदाखेरिको बेलाकै यो, धेरै पुरानो। अब जाँदैछौँ हामी फाइनली भित्र। फाइनली भिडियो त अलाउ होला, नो फोटो लेखा छ। अब यहाँ नो फोटो लेखा छ, भिडियो अलाउ छैन होला। के कस्तो हुन्छ। फाइनली मैले भित्र गएर सब हेरेर आइसकेको छु। मायादेवी मेन भनेको पर्सि ठुलो टाढाबाट के देखाइदियो हैन। यो चाहिँ पुरा मन्दिर। हामी चाहिँ भित्र गएर जन्मस्थान हेरेर बर्थ प्लेस हेरेर आइसकेका छौँ। अनि सो यो अहिले जति पनि इँटाहरू देखिरहेको छ त्यतिखेरकै हो जतिखेर भगवान् गौतम बुद्ध जन्मेका थिए। उनी खेलेको हुर्केको ठाउँ यही हो, जन्मस्थानै यही हो। भित्र जन्मस्थान रहेछ खास गरी।
अनि सुन्नु न जन्मिँदा बित्तिकै ओहो यहाँ त ऊ कछुवा कछुवा ओहो कछुवा पनि रहेछ माछा बापरे माछा मेन स्वर्ग भनेको यो अनि माछा बाप यी जति पनि इँटाहरू छन् यी सबै त्यतिखेरकै हो होइन संरचना त्यतिखेर गौतम बुद्धको संरचना यही हो यो ठाउँ पनि यस्तो शान्त एरियामा होइन यहाँदेखि धेरै त्यही त क्या माछा यहाँदेखि लगभग किलोमिटरसम्म 10औं किलोमिटरसम्म त्यस्तो केही पनि छैन होइन सब खाली एरिया न बिल्डिङ न केही न बजार न केही जङ्गलको बिचमा यस्तो बवाल धन्य भयो देश यहाँ पुग्न पाएर देख्न पाएर अहिलेसम्म हामी ठ्याक्क अहिले हामी भएको ठाउँ चाहिँ ठ्याक्क लुम्बिनी अब फाइनली हामी मेन एरियाबाट बाहिर जाँदैछौँ मैले फेरि गाडीले रिसाउँछु अगाडि भिडियो बनाएपछि सो त्यही भएर अब लास्ट भ्यू है त गौतम बुद्ध भगवान् जन्मेको हामी चाहिँ बाहिर निस्किँदैछौँ बुद्ध भगवान्को जन्मस्थल हेरेर हामी बाहिर निस्किँदैछौँ यो हो लिटिल बोय खराब भइसकेको छ कसै आउँदै हुनुहुन्छ पछाडि यस्तो छ देख्न सकिन्छ गाइस गर्मी यो हाम्रो पश्चिमको गर्मी लुम्बिनी प्रदेशको गर्मी बापरे नआए जस्तो क्या र फाइनली हामी चाहिँ घुमेर बाहिर निस्किसकेका छौँ अब हामी जति सकिन्छ गरिदिनुको यात्रा स्टार्ट गर्छौँ आजको पिस आउट पिस ठाउँमा पिस आउट पिस लुम्बिनी भित्र गयो त गाइस